क्या माथि अहिले पुरा आउँछ नि त सुनेको बादल माथि जस्तो त कतिजना भर्खर आउँदैछ यिनीहरू त घुम्ने हिसाबले आएको जस्तो दिउँसभरि प्याकेज छ त्यहाँ मन्दिरमा के मन्दिर हो बुद्धको छ कत्रो ठुलो छ है त किताबमा जान्छ फर्किँदा धेरै चाँडो जस्तो हुन्छ क्या जहाँ जाँदा त्यस्तो आउने बेला र जाने बेला र फर्किने बेला त चाँडै पुगेको जस्तो हुन्छ जाने बेला कहिले पुग्ला जस्तो हुन्छ एक दिनको रमाइलो हुन्छ 3 दिन के रमाइलो हुन्छ हामी कति हाल्नु आएको होइन त मैले कुदाएर लगेँ त्यसले लुकिँदै चलाइरहेको छ क्या मलाई रिस उठ्छ क्या कि हेर्दै चलाउँछ नि त्यसले आँट ताक्ने गर्थेँ एक्लै हेर्दै म बजाइदिइहाल्थेँ के हो सही भएर मात्र हो अब त्यस्तोहरूलाई त्यो लुकै दिइरहेछ क्या एक्लैमा फरक पर्छ नि त स्पिड भन्यो लोड बढी पर्छ होइन अब एक्लै हुँदाखेरि लोड कम हुन्छ स्पिड हुन्छ अलिक राम्रो पर्छ एक्लै भए चाहिँ म चाहिँ अहिले कस्तो परिचय हामीले एक्लै भएर मात्र हो खोल्यो अब मन शान्त हुन्छ मलाई साइनतिर थाहै छैन मलाई मैले कुदाएर त्यसले कुदाउँछ त त्यो स्लो गरेर हेर्छ के हो क्या स्लो गर्छ होइन मैले कुदाएको चाहिँ त्यसले चाहिँ लिएर जान्छ त्यस्तो हो क्या
एउटा स्कुटर लिएर गइसक्यो हामीले क्या यो कता यो के अफिस होला यहाँ हेर्नु न कत्रो सुरक्षा के अफिस हो क्या यहाँबाट भोलुपाटी कता कता निस्किन्छ कि पहिला थाहा थियो अहिले त थाहा थियो उताबाट जानु पर्यो मैले भन्दै थिएँ हामी त यो सँगै लिएर हामीले क्या त्यस्तो हुन्छ कि खास हाम्रो रेस पर्ने भनेको यो जुन अहिले गरिरहेको छ नि यही हो क्या अनि रिस उठ्ने क्या हामी चाहिँ यहाँ गयो हो र छैन